बच्चा इधर बाबाタクシーにします。どうぞありがとうございます。レグルマ後ろへ入ってください。15分くらい。はい、わかりました。あ、真ん中からね、後ろへ入ってって。はい。बाई बाई गरिदेऊ एकजनाकै 1600 बस्छ नगर्नु होइन होइन होला प्राइस त त्यही हो 1400 परि पर्साले थियो 1600 ठिकै हो हो 1400 पनि अड्नु भयो 4-5 जनाको मात्रै सिट हुन्छ नि त अनि 4 जनाको अगाडि बसाउँदैनन् नि यिनीहरूले त 4 जनाको भयो भनेर के नेपाली पनि आएर सुले खुसिरहेको अब त चस्मा नै ल्याउनु बिर्सिएँ यार हाँ ठिकै छ हेर्ने भने हेर्नु गाइजर दुई शब्द के भन्नु छ भन्नु जाडो भएको छ कस्तो अनुभव भयो जाडो भएको छ हैन अरु त के गर्नु मलाई चाहिँ जाडो नि बाहेन के नि भन्नु जाडो त हल्लिने चाहिँ सस्पेन्स फेरि चाहिँ यता हेर बाबा के हिउँ तो फोटो शूट भइरहेको यहाँ चाहिँ यसरी टक्क खोइ पाउँदैन कस्तो हल्लिएर चक्कर लाग्छ जस्तो हुने के बाबु के
मेरो दुइटा मोबाइल दिन्छ है ए यही हेरेको हाई भन्थ्यो हाई गयो बाबा मलाई आउनु भन हाई गयो हाई हाई भन्छु माया आँखा ठुलो भएर यहाँबाट राम्रो आउला नि होइन ल यता दामी आउँछ पछि पूजा मिस कहाँ जानुभयो पूजा मिस ल भलक बनाऊ तिमीले भलक बनाऊ ल बोल अहिले अहिले हामी खामीको चिया छौँ भन उ यहाँनिर नदीमा जानु त्यहाँ हामी खामीको चियामा छौँ भन यस्तो गर्मी हो काम न बोल छिटो यही या त नेट रोकै नहुँदो रहेछ त बोलिदेऊ बाबा हेलो हेलो भन छिटो ए चिसो भयो होइन सन के भयो सन भिडियो बनाइराख के हो पारा कताको हेलो मिलन दादा कताको यात्रा हो ब्याग त ठुलो ठुलो ऊ त्यहाँबाट आउँछ होला मान्छे बस्ने त्यहाँबाट खिच्नु पर्ने जाम त्यतातिर है के भन् या त नेट रोकै नहुँदो रहेछ त ल这里好像也蛮好拍的哦。सोध्न छला हुँदैन ढाड्न सदा मनसित बहाउँछ म
वाह बिचारै एउटालाई मात्र ट्याक्सी हो। 8.7 kilometers. यतैबाट हो फेरि दाइ अघि नि त्यहाँनिरबाट एउटा यतातिर जान्छ नि त्यहाँ वेट गरेको थियो नि त्यहाँ ठाउँमा लाइफ जाने पनि बिर्सिन लागेको थियो कि अवसर अहिले हेर्नु भने पछि टिभीतिर ल्यापटपतिर हेर्नु यस्तो रमाइलो हुन्छ हार्दैन Continue straight. के भन्छ त्यही नि पुग्दैन क्या हामीलाई त अहिले In 600 meters, keep right onto 41. ल है अहिलेसम्म भिडियो बनाएको छु सानो मान्छे दिँदैरहेछ के काम तपाईँको भिडियो काम छैन हामीलाई आफै पनि फर्केर सुतिरहेछ नि सानो मान्छे चाहिँ क्या एआई लाएर आँखा उ गरौँ न किन चालु एआई लाएर आँखा खोल्ने बुद्धि त स्मार्टनेसको पनि एउटा लिमिट हुन्छ नि यार है कस्तो कस्तो लाग्यो त घुमेर फर्किँदा गाई छ मजा लाग्यो